भन्नुहुन्छ तपाईलाई किन टपर मात्रै पढ्नु शैक्षिक ज्ञान मात्रै लिनु भन्दिनँ हामीले एक्स्ट्रा करिकुलर जस्तै रोनाल्डोले फुटबलमा राम्रो गरेर मात्रै हामीले पोर्चुगल भन्ने देश सुन्न पायौँ नभए पोर्चुगल देश त्यस्तो प्रकार थिएन विद्यार्थीले देश र आफ्नो पढेको कलेज मात्रै होइन सिङ्गो राष्ट्र नै प्रतिनिधित्व गर्छ भन्ने इक्जाम्पल हो हाम्रो राष्ट्रिय महिला फुटबलका खेलाडी शानदार त्यसै गरी अहिले विश्वकप चलिरहेछ विश्वकपको एउटा नामै नसुनेको किपर हजुरलाई याद छ कि छैन स्पेनसँग मिलियन पुगेछ फलोवर भनेपछि तपाईँलाई कसैले कुरा गर्न अवसर नदेला तर यो डिजिटल दुनियाँमा तपाईँसँग केही कला छ भने आफ्नै फेसबुक या इन्स्टाग्राम रिल्स मार्फत पनि आफ्नो कला प्रदर्शन गरेर विश्वले तपाईँलाई चिनेछ तपाईँको छिमेकीले कुरा काटेर ओडाले चिनेर जिल्लाले चिनेर भनेर हुँदैन